डिम्याट खाता कसरी खोल्ने? डिम्याट खाता खोल्नको लागि डिम्याटको फर्म एउटा फिलअप गर्नु पर्यो र प्रोसेस र डकुमेन्ट के गर्नु पर्यो? सबमिट गर्नु पर्यो। यसमा पनि यदि तपाईँ 18 वर्षभन्दा माथि हुनुहुन्छ भने तपाईले आफै खाता खोल्न सक्नुहुन्छ, जसको लागि तपाईलाई राष्ट्रिय परिचय पत्र, नागरिकता या पासपोर्ट, लाइसेन्स एसेट्राहरू चाहियो। पासपोर्ट साइज फोटो रिसेन्टली 2-4 वटा खिचेको फोटोहरू चाहियो। केवाइसी फारम भर्नु पर्यो, जसमा तपाईले ब्याङ्कको विवरण जुन ब्याङ्क अकाउन्ट खोल्दा पाउनु भएको छ त्यो भर्नु पर्यो। फर्ममा सिग्नेचर गर्नु पर्यो। अब प्रोसेस के हुन्छ? कुनै पनि डिपोजिटरी पार्टिसिपेन्ट जस्तै ब्याङ्क, ब्रोकर, क्यापिटल कम्पनीमा गएर डिम्याट फर्म भर्नुहोस्। फर्म भेरिफाई भएपछि तपाईलाई डिम्याट अकाउन्ट प्लस बीओआईडी नम्बर पाउनुहुन्छ। त्यसपछि तपाईँ मेरो सेयर र आस्पा आइपिओ अप्लाई गर्न प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईँ 18 वर्षभन्दा कम हुनुहुन्छ भने माइनरले आफै खाता खोल्न सक्दैन। गार्जियन जस्तै फादर, मदर, लिगल गार्जियनको नाममा खोल्नुपर्छ। रिक्वायर्ड डकुमेन्ट के हुन्छ? माइनरको लागि बर्थ सर्टिफिकेट या सिटिजनसिप यदि 16 देखि 18 वर्ष हुनुहुन्छ र नागरिकता लिनुभएको छ भने, त्यस्तै गार्जियनको फादर, मदर, लिगल गार्जियन्सको सिटिजनसिप, राष्ट्रिय परिचय पत्र या अन्य डकुमेन्ट लैजान सकियो। रिसेन्टली खिचेको पासपोर्ट साइज फोटो माइनर प्लस गार्जियन दुईटैको 2-4 वटा बोक्नु होला। त्यसपछि माइनरको सिग्नेचर यदि गर्न सक्छ भने, गर्न सकेन भने गार्जियनको सिग्नेचर। डिपोजिट पार्टिसिपेन्टमा गएर माइनर अकाउन्ट ओपनिङ फर्म लिनुहोस्। गार्जियनले माइनरको गार्जियन भनेर साइन गर्नुपर्छ। डिम्याट अकाउन्ट खुलेपछि बीओआईडी पनि आउँछ, तर 18 वर्ष नपुगुन्जेल गार्जियनको नाममै चल्छ। 18 वर्ष पुगेपछि नागरिकता देखाएर अकाउन्टलाई कन्भर्ट गर्न सकिन्छ गार्जियनबाट डाइरेक्ट ओन नेममा। फरक के हुने भयो? एडल्टको डिम्याट हुँदा उसको ओन अकाउन्ट हुने भयो। माइनरको डिम्याटमा चाहिँ गार्जियन्सको नेममा ब्याङ्क अकाउन्ट के हुने भयो? सञ्चालन हुने भयो। अब डिम्याट खाता खुल्यो। अब बीओआईडी नम्बर दिन्छ अरे। के हो त यो बीओआईडी नम्बर? बीओआईडी नम्बर भनेको बेनिफिसियरी ओनर आइडेन्टिफिकेसन नम्बर हो, जुन 16 अङ्कको युनिक नम्बर हो, जसले तपाईँको डिम्याट खातालाई चिनाउँछ। पहिलो 8 अङ्कले तपाईँले कुन डिपीमा खाता खोल्नु भयो भन्ने देखाउँछ। पछिल्लो 8 अङ्क भने तपाईँको व्यक्तिगत खाता नम्बर हो। यसलाई ब्याङ्क अकाउन्ट नम्बर जस्तै बुझ्न सकिन्छ, जसले तपाईँको खाता पहिचान गर्छ। सिडिएससी सेयरको ब्याङ्क हो भने ब्याङ्कको पनि ब्याङ्क कुन हो थाहा छ? थाहा छ तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। अब स्टेप 3 मा मेरो सेयर खाता खोल्नु पर्यो। मेरो सेयर खाता जहाँ तपाईँले डिम्याट खाता खोल्नु भयो त्यही सोध्नुहोस् मेरो सेयर खाता खोल्नलाई। तपाईँले मेरो सेयर खाता खोलेपछि युजर नेम, पासवर्ड र ट्रान्ज्याक्सन पिन पाउनुहुन्छ। धेरैलाई डिम्याट खाता र मेरो सेयर अकाउन्ट एउटै हो जस्तो लाग्छ, तर यी फरक कुरा हुन्। मेरो सेयर भनेको सिडिएससी को अनलाइन पोर्टल हो, जसबाट तपाईँले आफ्नो सेयर हेरफेर, आइपिओ अप्लाई जस्ता कामहरू गर्न सक्नुहुन्छ। मेरो सेयर खाता खोल्ने तरिका: सुरुमा डिम्याट खाता खोल्नु पर्यो। मेरो सेयर प्रयोग गर्नको लागि तपाईलाई पहिला डिम्याट खाता अनिवार्य। त्यसपछि डिम्याट खाता खोल्दा तपाईलाई बीओआईडी नम्बर दिन्छ। त्यो बीओआईडी नै मेरो सेयर एक्टिभ गर्न प्रयोग हुन्छ। त्यसपछि मेरो सेयर सर्भिस रिक्वेस्टको लागि तपाईँ डिपी सम्म जान सक्नुहुन्छ। डिपीमा ब्याङ्क, क्यापिटल, ब्रोकरमा गएर मेरो सेयरको लागि रिक्वेस्ट गर्नु सक्नुहुन्छ। डिम्याट खाता खोल्दा नै मेरो सेयर पनि एक्टिभ गर्न सकिन्छ। एक्स्ट्रा चार्ज भने तिर्नुपर्ने हुन्छ। अब डकुमेन्ट के चाहिन्छ? डिम्याट खाता खोल्दा जुन डकुमेन्ट चाहिएको थियो मेरो सेयरमा अलग डकुमेन्ट चाहिँदैन। त्यही नागरिकता, नेसनल आइडी, पासपोर्ट, जे आइडी प्रुफ लिएर जानुभएको छ त्यो, पासपोर्ट साइज फोटो रिसेन्टली खिचिएको, ब्याङ्क डिटेल्स जुन पहिले नै डिम्याट भर्दा नै भरिसक्नु भएको हुन्छ त्यो ब्याङ्क डिटेल्स चाहियो। त्यसपछि मेरो सेयरको युजर आइडी र पासवर्ड प्राप्त गर्नुहुन्छ। डिपीले तपाईँलाई युजर आइडी, तपाईँको बीओआईडी को पछिल्लो 8 अङ्क र पासवर्ड अटो जेनेरेटेड दिन्छन्। तपाईले लगइन गर्नलाई मेरो सेयर.cdsc.com.np मा जानुहोस्। लगइन गर्नलाई के चाहियो? डिपी नेम हाल्नु पर्यो, जसबाट तपाईले डिपी खोल्नु भएको छ। त्यसपछि बीओआईडी नम्बर हाल्नु पर्यो र पासवर्ड अटो जेनेरेटेड हुन्छ। पहिलो पटक चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। यसरी तपाईले के गर्न सक्नुहुन्छ? मेरो सेयर लगइन गर्न सक्नुहुन्छ। मेरो सेयरबाट के गर्न सकिन्छ? मेरो सेयरबाट आइपिओ, एफपिओ, राइट सेयर अप्लाई आस्पा मार्फत गर्न सकिन्छ। बोनस, राइट सेयर चेक गर्न सकिन्छ। पोर्टफोलियो हेर्न सकिन्छ। सेयर ट्रान्ज्याक्सन हिस्ट्री हेर्न सकिन्छ। इडिआइएस सेल कन्फर्मेसन गर्न सकिन्छ। डिम्याट अकाउन्ट र ब्याङ्क अकाउन्ट उस्तै हो। डिम्याट अकाउन्टले के गर्ने भयो? सेयरलाई इलेक्ट्रोनिक रूपमा राख्ने भयो। ब्याङ्क अकाउन्टले फिजिकल क्यासलाई ब्याङ्क खातामा राखिदिने भयो। साथमा मेरो सेयर खोलिसकेपछि सीआरएन नम्बर माग्न नबिर्सिनु होला। धेरैजनाको समस्या चाहिँ सीआरएन नम्बरमा आएको देखिरहेको हुन्छ। सीआरएन नम्बर भनेको सी आस्पा रजिस्ट्रेसन नम्बर हो। यो एउटा युनिक नम्बर हो जुन तपाईको ब्याङ्क अकाउन्टलाई डिम्याट अकाउन्टसँग कनेक्ट गर्न प्रयोग हुन्छ। आइपिओ अप्लाई गर्दा तपाईलाई सीआरएन नम्बर हाल्नै पर्छ,
यसलाई लिङ्किङ कोड भन्न सकिन्छ, जसले ब्याङ्क खाता जहाँ पैसा होल्ड हुन्छ र डिम्याट खाता जहाँ सेयर क्रेडिट हुन्छ तिनी दुईटा अकाउन्टलाई कनेक्ट गर्ने एउटा के हो, लिङ्किङ कोड हो। अब सीआरएन कसरी पाउने? सीआरएन पाउनको लागि तपाईको ब्याङ्क खाता कहाँ छ, जहाँ ब्याङ्क खाता छ त्यहाँ गएर तपाईले भन्नु पर्यो र यसको लागि प्रोसेस के हुने भयो, आफ्नो ब्याङ्क शाखा जहाँ खाता खोल्नु भएको छ त्यहाँ जानुहोस्, सीआरएन रिक्वेस्ट फर्म भर्नुहोस् र त्यो फर्मको लागि जसमा बीओआईडी नम्बर मेन्सन गर्नुहोस् र ब्याङ्कले डिम्याट अकाउन्ट र ब्याङ्क अकाउन्ट भेरिफाई गर्छ र तपाईलाई के प्रदान गर्छ, सीआरएन नम्बर प्रदान गर्छ। अब यो सीआरएन नम्बर कहाँ युज हुन्छ, मेरो शेयरमा अपडेट र एक्टिभेट गर्नुपर्छ। जब तपाईँ मेरो शेयर मार्फत आइपिओ अप्लाई गर्न त्यसपछि बल्ल सक्नुहुन्छ। तपाईको ब्याङ्क अकाउन्ट नोबेल ब्याङ्कमा छ र तपाईले डिम्याट नोबेल इन्भेस्टमेन्ट ब्याङ्कबाट गराउनु भयो भने अब सीआरएन कहाँ जानु पर्यो, सीआरएन लिन नोबेल ब्याङ्कमा जानु पर्यो। ब्याङ्कमा गएर सीआरएन माग्दा नोबेल ब्याङ्कले तपाईलाई सीआरएन नम्बर दिन्छ, त्यो नम्बर हालेर मेरो शेयरमा रजिस्टर गरेपछि तपाईले आइपिओ अप्लाई गर्न सक्नुहुन्छ। ब्याङ्कमा जानुस् र आफ्नो बीओआईडी देखाएर सीआरएन नम्बर माग्नुहोस्। ब्याङ्क अकाउन्ट, डिम्याट अकाउन्ट, मेरो शेयर, सीआरएन नम्बरको प्रोसेस एकै दिनमा एकै अर्गनाइजेसनबाट गर्न सकिन्छ, कमर्सियल और डेभलपमेन्ट ब्याङ्कबाट। अब सबै प्रोसेस त गरियो, अब अरु के चाहिन्छ त? अब यी सबै प्रोसेस गरिसकेपछि तपाईको ब्याङ्क खातामा पैसा जम्मा गरेको हुनु पर्यो। कति पैसा चाहियो? अधिकतर आइपिओ को मूल्य 100 शेयर हुन्छ, अधिकतर धेरै जसो न्यूनतम 10 किता अप्लाई गर्न सकिन्छ। भन्न खोजेको 1000 रुपैयाँ चाहियो, 1000 भन्दा अलि बढी रकम राख्नुहोस्, सिस्टमले होल्ड गर्ने हो। र बोनस टिप के छ भने मिनिमम अप्लाई गरे पनि अलटमेन्टको चान्स हुन्छ, किनभने यो लटरी सिस्टम हो, तपाईले धेरै अप्लाई गरिराख्नु पनि परेन। अब यो आस्पा त भनियो, आस्पा भनेको के हो? व्हाट इज आस्पा? आस्पा एप्लिकेसन सपोर्टेड बाई ब्लक अमाउन्ट एउटा प्रक्रिया हो जसमा आइपिओ को लागि आवेदन गर्दा पैसा तुरुन्त ब्याङ्कबाट नकटाई केवल ब्लक गरिन्छ, तपाईलाई शेयर नपरे पैसा स्वतः रिलिज हुन्छ। किन यो फाइदाजनक छ? आस्पा प्रक्रियाले तपाईलाई आइपिओ आवेदनको समयमा ब्याज गुमाउनबाट बचाउँछ। पहिले जब चेक वा डिमान्ड ड्राफ्ट मार्फत आइपिओमा आवेदन दिइन्थ्यो त्यो पैसाले प्रक्रिया पुरा नहुँदासम्म ब्याज कमाउँदैन थियो, तर आस्पामा तपाईको पैसा खातामा नै रहन्छ र ब्याज कमाउँछ। यो प्रक्रिया नेपाल राष्ट्र ब्याङ्क र सेभन सेक्युरिटिज बोर्ड अफ नेपालले नियमन गर्छन् र सिआस्पा मेरो शेयर मार्फत आइपिओ आवेदनको लागि यो सिद्धान्त लागू हुन्छ। आइपिओ कसरी अप्लाई गर्ने? मेरो शेयर युज गरेर फर्स्टमा मेरो शेयर.cdsc.com.np मा जानुहोस्, आफ्नो डिपोजिटरी पार्टिसिपेन्ट डिपी छान्नुहोस्, लगइन गर्नुहोस्, आइडी पासवर्ड हालेर लेफ्ट साइड मेन्युबाट आस्पामा जानुहोस्, एएसबीए आस्पामा जानुहोस्, एप्लाई फर इस्युमा क्लिक गर्नुहोस्, खुल्ला भएको आइपिओ छान्नुहोस्, नम्बर अफ शेयर लेख्नुहोस्, जस्तै एक्जाम्पलको लागि 10 किता नेपालमा मिनिमम 10 किता अप्लाई गर्नुपर्ने हुन्छ र सीआरएन नम्बर राख्नुहोस्। टर्म एन्ड कन्डिसनमा के गर्नुहोस्, टिक गर्नुहोस्, ट्रान्ज्याक्सन पिन हालेर सबमिट गर्नुहोस्। तपाईले सफलतापूर्वक आइपिओमा अप्लाई गर्नुभयो। अब के हुन्छ? अलटमेन्टको नतिजा हेर्न चेकिङ अलटमेन्ट रिजल्ट, आइपिओ एप्लिकेसन सकिएको केही दिनभित्र रिजल्ट आउँछ। अब कसरी चेक गर्ने? यो मेरो शेयरको माई शेयरमा चेक गर्न सकिन्छ अथवा शेयर संसार, मेरो लगानी जस्ता साइटहरुमा पनि हेर्न सकिन्छ। अब नेक्स्ट के भयो त? यदि शेयर पाउनु भयो भने तपाईको डिम्याट खातामा शेयर देखिन्छ, नपाउनु भएमा ब्याङ्क खातामा पैसा रिफन्ड हुन्छ। अब टिनेजर्सको लागि चाहिँ टिप्स के छ भने अहिलेदेखि नै 18 वर्षभन्दा पछि नकुर्ने, अहिलेदेखि नै के गर्ने? यही भिडियो हेरेपछि चाहिँ अब आइपिओलाई चाहिँ अप्लाई गरिहाल्ने र फाइनान्शियल लिटरेसी चाहिँ के गर्ने? अझ यङहरुमा अझै बढाउँदै जाने। यसबाट हामीले के सिक्यौं? ब्याङ्क अकाउन्ट भनेको तपाईको पैसाको लागि वालेट रहेछ, डिपोजिटरी पार्टिसिपेन्ट भनेको तपाईको शेयरको लागि लकर खोल्ने एजेन्ट रहेछ, डिम्याट अकाउन्ट भनेको तपाईको शेयरको लागि डिजिटल लकर रहेछ, सीडीएससी सबै लकर राखिएको मुख्य भल्ट रहेछ, मेरो शेयर भनेको तपाईको लकर हेर्ने र व्यवस्थापन गर्ने प्रयोग गर्ने वेबसाइट रहेछ, बीओआईडी सीआरएन ट्रान्ज्याक्सन पिन ध्यानपूर्वक सुरक्षित राख्नुहोस्, जुनसुकै कम्पनी देखेर अप्लाई नगर्नुहोस्, कम्पनीको ब्याकग्राउन्ड रिसर्च गर्नुहोस्, सोशल मिडिया र फाइनान्स साइटबाट अपडेट लिनुहोस्। यदि तपाईलाई यो स्टेप बाइ स्टेप गाइड मन पर्यो भने लाइक गर्न नबिर्सिनुहोस्। आइपिओ को जर्नी अब तपाईको हातमा छ, अगाडि बढ्नुहोस्, लगानी सुरु गर्नुहोस्।